उफ, सोचे जस्तो कोरिया चाहिँ सपनाको देश कोरिया भनेर त आउन त 10 हात उफ्रेर आएको हो नि। यहाँ आएपछि के गर्नु, यहाँ आएर अहिले साबेल हान्दा हान्दा यति हालत खराब भएको छ कि यति हालत खराब भएको छ कि यो साबेल हान्नलाई यति गाह्रो छ कि यति गाह्रो छ कि यो धमिलो पानीमा अब हेर्नु त अब यसको जरा कहाँनिर छ, अनुमान लगाउनु पर्ने। जराभन्दा मुनि हान्यो माटो धेरै आउने, आफ्नै गाड गुलेली कन्नो खरानी हुने। अब यो माटो थोरै निकाल्छु भन्यो भने फेरि अब यो मिनारीको यो सागको यो पुरै यो जरा काटिने, यो त जरा समेत बेच्ने खालको साग हो। अब यो जरा काटिएको देख्यो भने फेरि अब साजाङ निम सामुनिमले सेकेर सिबाल भन्ने डाइलेक्ट त खान्छ है। यो खाइरहेकै हो। अब के गर्ने होला हो साथीहरू, धेरै गाह्रो छ यो काम। यो पानीमा पानीमा